त्यहाँनिर चाहिँ क्यास पैसा मात्रै चल्ने रहेछ अनि हाम्रो एटिएम गएर हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी पूजा कार्की फ्रम भोजपुर र अहिले चाहिँ म काठमाडौँमा बसिरहेको छु। अनि आज बिहान बिहानै उठेर पूजा कार्कीले कहाँबाट भ्लग लिएर आयो भन्दै हुनुहुन्छ। अहिले चाहिँ काठमाडौँबाट भ्लग लिएर आएको हो। अनि त्यसपछि आज काठमाडौँको मौसम चाहिँ एकदमै चिसो चिसो छ होइन। बिहानभरि रातभरि पानी परेको थियो अनि त्यसपछि अहिले चाहिँ पानी रहेको छ। रहेर चाहिँ अब के गर्ने त भन्दाखेरि एउटा आइडिया आयो र म चाहिँ मेरो साथीलाई भेट्न जाँदैछु। अनि त्यसपछि हामी के गर्छौँ कसो गर्छौँ होइन। त्यसपछि हेर्नु होला। अब चाहिँ म फ्रेस हुन्छु, खानपिन खान्छु अनि रेडी भएर एकैचोटि भ्लग स्टार्ट गर्छु। साथीहरू म चाहिँ रेडी भइसकेँ। मेरो चाहिँ आजको आउटफिट अफ द डे चाहिँ यस्तै छ। अहिले चाहिँ मजाले देखिएको छैन, अहिले म वहीँ पुगेर देखाउँछु। अब चाहिँ मेरो साथी आइसकेको छ अरे अनि आइसकेको छ भन्दा पनि अब हिँडिसक्यो अरे ऊ चाहिँ उहाँ घरदेखिको। अनि म पनि अब यहाँबाट जानुपर्ने हुन्छ। सो म अब ड्राइभ गरेर जान्छु अनि एकैचोटि उतै गएर भेट्छु। त्यससम्मको लागि चाहिँ स्टे ट्युन। फाइनली म चाहिँ यहाँनिर हाम्रो डेस्टिनेसनमा आइसकेको छु र मेरो साथीलाई पनि मैले भेटाइसकेको छु। हेलो, मेरो नाम चाहिँ चन्दा हो। ओके, म चाहिँ पूजाको साथी र आज चाहिँ हामी यहाँ एकदम ब्युटिफुल प्लेसमा घुम्न आइसकेका छौँ। अब हामी यहाँ टिकट लिन्छौँ अनि त्यस पछाडि भित्र पसेपछि के कस्तो छ फर्स्ट टाइम आएको अनि देखाउँछौँ है त। हामी चाहिँ भित्र पसिसकेका थियौँ। त्यहाँनिर चाहिँ क्यास पैसा मात्रै चल्ने रहेछ अनि हामी एटिएम गएर पैसा निकालेर अनि अलिअलि सामानहरू पनि किनेर लिएर आएको छौँ। अब भित्र जान्छौँ अनि त्यसपछि देखाउँछौँ है त। फाइनली हामी चाहिँ यहाँ आइसकेको छौँ। यहाँको चाहिँ यस्तो रहेको छ भ्यू चाहिँ। अनि मेरो साथी अब कता जाने? टिकटकमा देखेको थियो है। फाइनली हामी पनि यहाँ आइपुग्यौँ। अब एकछिन कतैतिर हेरेर बसौँ ल। हामी चाहिँ अब यहाँ कतातिर बस्ने भन्दैछौँ होइन। सबैजना कपल्सहरू मात्रै आउनुहुँदो रहेछ तर हामी पनि कपल्स नै हो। अनि अब यहाँ एकछिन अब यतैतिर बसौँ होइन एकछिन। अनि त्यहाँबाट हामी फोटो वा कस्तो राम्रो। यहाँनिर आइसक्यौँ अनि हेर्दैछौँ होइन। अब यहाँनिर फोटोसोटो खिच्नुपर्ने हुन्छ अनि फोटो खिचेर हामी देखाउनेछौँ, भेट्नेछौँ। यहाँ फोटो खिच्दैछ ल पोज। यसै हुन्छ। ल यस्तो छ यहाँ साथीको हालत चाहिँ। 2-3वटा ब्याग अनि त्यसपछि 2-3वटा कोट अनि खानेकुरा बोकेर हिँडिरहेको छु। म चाहिँ यहाँ रित्तै हिँडिरहेको छु। अनि अब यहाँ कता बसेर यसो खाने भनेर हेर्दैछौँ। खै कतातिर बस्ने भन्ने भयो।
उता रुखमुनि जाउँ न ओइ कुन फ्लेभरको खाने जुन भएन हुन्छ त्यो के हो यो मिस खाउँ न जुन भए पनि एक चर्च गरौँ न चर्च उहाँ देखाउने गरे उहाँ देखाउने गरे आया देउता एकचोटि अलि फेरि टिप्नु त्यही खानु त आएको हो गयो ओके बुझेर आएको रहेछ क्या काँक्रे झन्डै लग्दै कि यता आयो आया हामी चाहिँ यहाँ धरहराको टपरीमा खाना जाँदैछौँ कतातिर हो कुनै थाहा छैन यता रहेछ 5 वर्ष अगाडि आएको थिएँ अहिले त पुरै चेन्ज भइसकेछ है खाजा आइसकेको छ अब हामी चाहिँ खाजा खानु लाग्यो च्यालेन्ज चाहिँ गर्नु पर्ला मोमो च्यालेन्ज गरौँ ल ओके फाइनल साथीहरू आजको दिन चाहिँ मेरो यस्तै रह्यो अहिले चाहिँ म घर आइसकिसकेँ अनि त्यस पछाडि मेरो साथी पनि घर गयो अनि एकदमै थाक्यो है आजको भ्लग यस्तै रह्यो मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला